सबैलाई नमस्कार। ट्युटोरियल संसारको नयाँ भिडियोमा हजुरहरु सबैलाई स्वागत छ। आज यस भिडियोमा म हजुरहरुलाई आफ्नो पीसीमा कसरी नेपाली टाइपिङ गर्ने भनेर सिकाउन लागिरहेको छु। एकदम सहज तरिकाले म हजुरहरुलाई नेपाली टाइपिङ गर्न आज यस भिडियोमा सिकाउने छु। कृपया पुरा भिडियो हेरिदिनु होला। सबैभन्दा सुरुमा आफुलाई मनपर्ने वेब ब्राउजरमा जानुस्। त्यहाँ गएर हजुरहरुले गुगल इनपुट टुल्स भनेर सर्च गर्नुपर्ने हुन्छ। यहाँ गुगल इनपुट टुल्स नेपाली अथवा नेपाल लेखेर हजुरले सर्च गरिसकेपछि यहाँ हजुरले तल डाउनलोडको अप्सन देख्नुहुन्छ। यदि देख्नु भएन भने यहाँ हजुरले डाउनलोड भनेर पनि लेखिदिनुस्। हजुरले यहाँ देख्न सक्नुहुन्छ सुरुमै छ हाम्रो लिंक आइसकेको छ। यहाँ क्लिक गर्नु। अब यहाँ डाउनलोड कता छ चेक गर्नु। हजुरले तल गएर यहाँ देख्न सक्नुहुन्छ हजुरले डाउनलोड गुगल इनपुट टुल नेपाली भनेर बटन आइसकेको छ। यो बटनलाई क्लिक गरिदिनुस्। एकैछिन टाइम लाग्छ यसले र यसलाई हजुरले डाउनलोड गर्न पर्ने हुन्छ। यो चाहिँ जिप फाइलमा डाउनलोड हुन्छ हजुरहरुको कम्प्युटरमा। मेरो डाउनलोड भइरहेको छ। यो डाउनलोड भएको जिप फाइललाई हजुरले ओपन गर्नुपर्ने हुनेछ। राइट क्लिक गर्नु। राइट क्लिक गरेर हजुरले एक्सट्र्याक्ट हियर पनि गर्न सक्नुहुन्छ अथवा एक्सट्र्याक्ट फाइल गरेर कुनै पनि एउटा डेस्टिनेसनमा गएर त्यसलाई एक्सट्र्याक्ट गर्न सक्नुहुन्छ। म चाहिँ सी ड्राइभ भित्र यसलाई युजरको डेल भित्र यसलाई मैले एक्सट्र्याक्ट गर्ने छु। मैले ओके क्लिक गरे। यो एक्सट्र्याक्ट हुँदैछ। अब हजुरले जहाँ एक्सट्र्याक्ट गर्नुभएको थियो त्यहाँ जानुस्। लोकल डिस्क सी युजर्स डेल। अब यहाँ हजुरले देख्न सक्नुहुन्छ त्यसको फोल्डर बनिसकेको छ गुगल इनपुट टुल्स नेपाली भनेर। यहाँ डबल क्लिक गरेर ओपन गर्नु। अब यहाँ दुईटा एप्लिकेसन आएको छ गुगल इनपुट नेपाली र अर्को गुगल इनपुट टुल्स भनेर। हजुरले सुरुमा चाहिँ गुगल इनपुट टुल्सलाई इन्स्टल गर्नुपर्ने हुन्छ। त्यसको लागि दुईचोटी क्लिक गर्नुस्। यहाँ हेर्न सक्नुहुन्छ हजुरले यो इन्स्टलेसन कम्प्लिट भइसकेको छ। यसलाई फिनिश गर्नुस् र त्यसपछि गुगल इनपुट नेपालीलाई हजुरले अब इन्स्टल गर्नुस् र यो पनि हजुरको इन्स्टल भइसकेको छ। र यसरी नै हजुरहरुको गुगल इनपुट टुल्स नेपाली हजुरको कम्प्युटरमा इन्स्टल भइसकेको छ। अब यसलाई युज गर्नलाई हजुरले आफ्नो किबोर्डको विन्डोज की साथसाथै स्पेस बार कीलाई चाहिँ प्रेस गर्नुपर्ने हुन्छ। यहाँ हजुरले अप्सन देख्नुहुन्छ इंग्लिश नेपाली युनिकोड र लास्टमा नेपाली गुगल इनपुट टुल भनेर अप्सन आइसकेको छ। यो चाहिँ हजुरले यसलाई मुभ गराउनलाई चाहिँ विन्डोज लोगो प्रेस गरिरहने र स्पेस बार क्लिक गरेर चाहिँ यो मुभ गराउनु पर्ने हुन्छ। अब यदि हजुरहरुलाई नेपालीमा लेख्नु पर्यो भने गुगल इनपुट टुल्समा क्लिक गरेर सिलेक्ट गर्नु र यसलाई लेख्नलाई हजुरले कुनै पनि एउटा वर्ड फाइललाई ओपन गर्नुस् अथवा नोटप्याडलाई हजुरले ओपन गर्न सक्नुहुन्छ। अब हजुरहरुले यहाँ तल देख्न सक्नुहुन्छ नेपा भनेर आएको छ। दैट मिन्स यो चाहिँ गुगल इनपुट टुल्स इनेबल भइसकेको छ। र अब लेख्नलाई हजुरहरुले जसरी रोमन फर्ममा लेख्नुहुन्थ्यो त्यसरी नै यसमा लेख्न सक्नुहुन्छ। म जस्तै अब नेपाल लेखे भने एन ई पी ए एल नेपाल। मैले हेलो लेख्न पर्यो भने हेलो के छ खबर। र हजुरले हेर्न सक्नुहुन्छ कति सहज रूपमा मैले एकैछिनमा नेपाली टाइप गर्न सके मेरो पीसीमा। र हजुरहरु यदि सहज रूपमा नेपाली टाइपिङ गर्न चाहनुहुन्छ आफ्नै पीसीमा भने हजुरहरुले गुगल इनपुट टुल्सलाई डाउनलोड गर्नु र त्यसलाई इन्स्टल गर्नु। केही समस्या आएमा मलाई हजुरहरुले सोध्न सक्नुहुन्छ। आशा छ हजुरहरुलाई यो भिडियो मन पर्यो। यहाँसम्म भिडियो हेरेर बस्नु भएको सबैलाई धेरै धेरै धन्यवाद। र साथसाथै यस भिडियोलाई हजुरले लाइक गरिदिनु, च्यानललाई सब्स्क्राइब गरिदिनु र यस भिडियो आफ्नो साथीभाइलाई शेयर गरी उहाँहरु सबैजनालाई सहज रूपमा नेपाली टाइपिङ गर्न सिक्ने एउटा अवसर प्रदान गरिदिनुस्। हस्त धन्यवाद।